बच्चाको पर्खाइमा हुनुहुन्छ? नियमित प्रसुति जाँचले तपाईँ र तपाईको सानो बच्चा स्वस्थ रहेको सुनिश्चित गर्दछ। आउनुहोस् तिनीहरूलाई विस्तृत रूपमा बुझौँ। पहिलो त्रैमासिकमा तपाईको रगतको समूह आइरनको स्तर जाँच गर्न नियमित रगत परीक्षणहरू गरिन्छ। यसले संक्रमण वा आनुवंशिक लक्षणहरू पनि स्क्रिन गर्छ। 20 हप्ताको आसपासमा एनाटमी स्क्यानले तपाईको बच्चाको बढ्दै गरेको अङ्ग, दिमाग र शारीरिक विकासको विस्तृत विवरण लिने गर्दछ। 24 देखि 28 हप्ताको बीचमा तपाईले गर्भकालीन मधुमेहको जाँच गर्न ग्लुकोज तरल परीक्षण गराउनुहुनेछ। यसले तपाईको मेटाबोलिजमलाई सुरक्षित राख्छ। अर्को डेटाङ अल्ट्रासाउन्ड हो, जुन तपाईको ड्यू डेट निश्चित गर्न र पहिलो पटक त्यो अद्भुत द्रुत मुटुको धड्कन सुन्नका लागि हप्ता 10 को वरपर गरिन्छ। 36 हप्ताको वरपर एउटा सामान्य स्वाब परीक्षणले ग्रुप बी स्ट्रेप ब्याक्टेरियाको जाँच गर्छ। यसले तपाईको नवजात शिशुको लागि सुरक्षित डेलिभरीको वातावरण